चलाउँदै गरेको जनावर मोबाइल चलाउँदै गरेको यो हग्न लाग्छ यो गाई बादर मर्यो मर्यो वान ट्याप साग राम्रो रहेछ सिउ अगे म माथि भेट्छु म चाहिँ हैन गाईहरु एकदम ठुलो घना जंगलमा छु हैन यो कुन जंगल हो मलाई पनि थाहा भएन लास्टै ठुलो छ अलि डर पनि लागिरहेछ त्यही हो यसको रुख पहिला हजुरलाई म एउटा दामी भ्यू देखाउँछु हैन त्यसपछि के हुन सक्छ भ्यू भन्ने चाहिँ नेचुरल ब्युटी के नेचुरल ब्युटी न यहाँ चाहिँ अनि अरु के एकदम ठुला बाघ भालुहरु पाउन सकिन्छ हैन एकदम घना जंगल हो यो त्यही भएर होशियार हुनुपर्छ क्यामेराम्यान छैन हैन एक्लै छु यारमा केही छैन एक्लै भयो भने वान आर्मी काफी हो हजुरलाई यो पहिलेको बुढो बाजेहरुले हैन यस्तो दाँत सफा गर्न गर्थ्यो रे के दाँत सफा गर्थ्यो होला यो दाँत ठिकै छ त्यही भएर म गर्दिन आवाज सुनिरहेको छु आवाज एकदम मैले यहाँ वरिपरिको आवाज सुनिरहेको छु यहाँ वरिपरि बाघ भालु पनि हुन्छ भनेर सुनेको थिएँ ठुला बाघ भालुहरू सर्व गाई सर्व तर म देखाउँदिनँ हजुरहरूलाई तर यहाँ वरिपरि कसम बाघ देखेँ बाघ ठुलो बाघको बसाइ सुताइ हेर्नु न सुताइ हेर्नु बाघको सुताइ हेर्नु गाइस म केही बोल्यो नि यहाँ खतरा म यहाँबाट रफु चक्कर हुने पर्ने देखिसकेँ मैले चुपचाप लागेर जानुपर्छ हाम्रो यतातिर बाघहरूको मात्र सँगै होइन भालुहरू पनि धेरै हुन सक्छन् गाइस के भाग्यो गाइस भाग्यो म पछि जान चाहन्छु पछि गाइस पछि नजिक गयो भने धेरै हमला गर्न सक्छ म टाढाबाट बस्न चाहे भालु हेर्नुहोस् गाइस भालु एकदम जिउँदो भालु 2 खुट्टामा हिँड्ने भालु गाइस नयाँ उत्पत्ति त्यही हो म धेरै नजिक जान चाहन्न म क्यामेराम्यान पनि छैन म एक्लै छु मलाई जे पनि हुन सक्छ सो त्यही भएर म चाहिँ आफ्नो बाटो लाग्छु हाम्रो यतातिर जनावरहरू धेरै भइरहेछन् जङ्गल पनि हेर्नुहोस् न घना जङ्गल छ के ओहो भेरी डर लाग्ने जङ्गल छ सो त्यही भएर पनि मुटु नै ढकढक गरिरहेको त्यही हो गाइस अरू के नयाँ प्रजातिका जनावरहरू हुन्छन् हजुरहरूलाई म एउटा विशेष फुल देखाउन चाहन्छु यसको फाइदा केही छैन त्यही हो यहाँ हेर्नु तलतिर पनि त अर्को भालु देखेँ मैले अर्को एकदम प्योर यहाँ चाहिँ पहिला राउटीहरू बसेर खाना खाने ठाउँ चाहिँ यो हो अरे मैले सुने हो होइन त्यही भएर तर यहाँ चाहिँ धेरै जङ्गल जनावरहरूको मैले वासस्थान मैले देखिसकेको छु नयाँ प्रजातिहरू पाउन सकिन्छ स्टप त्यही हो एउटा बवाल देखेँ मोबाइल चलाउँदै गरेको जनावर मोबाइल चलाउँदै गरेको यो हग्न लाग्छ यो गाई एकछिन ए जनावर हेर्नुहोस् गाइस हेर्नुहोस् रुखमा हेर्नुहोस् एकदम नयाँ प्रजातिको एकदम पाण्डा भन्दा पनि सुहायो ए अरूको तल हेर्नुहोस् गाइस नजिक आउला जस्तो माने नजिक अलि टाढाबाट एकदम माथि हेर्नुहोस् माथि वाउ दृश्य हेर्नुहोस् दृश्य म धेरै बोल्न चाहिनँ म लुगेर गर्न चाहेँ त्यही हो मलाई अलिअलि डर लागिरहेछ नयाँ ओ गाइस यताको हेर्नुहोस् गाइस यो जनावर लजाउँदो रहेछ अलिअलि कुन प्रकारको जनावर हजुरले चिन्नुभयो कि भन मैले पनि चिनिनँ त्यही हो अघिको माथि जाँदै थियो कस्तो भोग लाग्यो यारमा चाउचाउ किन्नु भयो ए म जङ्गलमा छु सरी म जङ्गलमा एकदम घुमिरहेको छु होइन गाइस यसको चाक हेर्नु न चाक कस्तो देखेन कि अलि चाक झरिरहेको छु गाइस म बाटो लागिहाल्छु त्यही हो चाक राम्रो रहेछ रन घनघोर जङ्गलमा हाम्रो एउटा धेरै राम्रो रुख हुँदा हाम्रो एउटा बाँदर भेटेको छ मर्यो बाँदर मर्यो
थाहा छ होला नि क्यामेराम्यानले कहिले हेल्प गर्दैन आखिर जस्तो सुकै परिस्थिति आओस् त्यही भएर गाउँतिर बस्नुपर्छ केटाहरू चढ्न जानुपर्छ यस्तै हो कस्तो अनुभव भइरहेको छ 1-2 शब्द के अनुभव हुने